हेलो एन्ड दिस इज रोहन। यो चाहिँ म हो होइन। अनि वेलकम टु माई युट्युब च्यानल। अनि हामी चाहिँ आज हामी काम गर्ने स्कुलबाट चाहिँ 7 किलोमिटर पर छुट्टी भइसकेपछि खाजा खान जाँदैछौँ। यो चाहिँ हाम्रो हिले बजार। हामी बाख्रेसबाट 5 किलोमिटर हिँडिसक्यौँ। त्यहाँपछि चाहिँ यो हिले स्कुल रहेछ। यहाँ बच्चा छ। हामी यहाँ उत्तरपानी आइपुग्यौँ। उत्तरपानीमा चाहिँ हाम्रो यो सितागे के हो, यो सितागे च्याउको सेकुवा पाइने ठाउँमा चाहिँ हामी खाजा खान गएको। खासमा सेकुवा मात्र पाउँदो रहेछ, सेकुवा र चटपटे होइन। अनि हामीले चाहिँ पहिली एकचोटि आइसकेको थियौँ। अनि पहिली आइसकेपछि फेरि जाउँ न त भनेर प्लान बनायौँ प्रवीण सर र मैले। अनि सेकुवा आइसकेको छ, सेकुवा खायौँ। च्याउको चाहिँ खाइनँ म योचोटि हामीले कुखुराको खायौँ। अनि हामी भ्यू हेर्दै 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 फेरि बाख्रेसतिर लाग्दै थियौँ। यो चाहिँ हाम्रो बाख्रेस पर देखेको छ। फेरि भोक लागेर हामी ठमेल मोमो हाउस छिर्यौँ। अनि ठमेल मोमो हाउसमा चाहिँ प्रवीण सर आउँदैछन्। प्रवीण सर खाँदैछन्, गफ गर्दैछन् उता आन्टीसँग। अनि मैले फेरि प्रवीण सरलाई कस्तो लाग्यो मोमो भनेको, मिठो छ गर्दै थियो। मैले नि एक बाइट हानिहालेँ। दामी नै रहेछ ठमेल मोमो हाउसको चाहिँ मोमो चाहिँ फेरि अक्का हुन्छ होइन। त्यहाँपछि खाइसकेर हामी चाहिँ अब घरतिर लाग्यौँ। यो चाहिँ हाम्रो तोम्बा चौकीलेको। अनि यो चाहिँ योगी गाडीले यस्तो गिदी गरेको थियो नि, ओभरटेक गरेको हामी अगाडि जान्छौँ, ऊ अगाडि आइहाल्छ। अनि हामी फाइनली चाहिँ हाम्रो डेस्टिनेसन हाम्रो घर आइपुग्यौँ। जाँदा 4 बजे थियो, आउँदा 6 बजे हो।